हेलो एन्ड वेलकम टु माई न्यू ब्लग साथीहरू। यो चाहिँ मेरो युट्युबको फर्स्ट भिडियो हो। हजुरहरूले चाहिँ अन्तिमसम्म हेरेर साथ दिनु होला भन्न चाहन्छु। आज चाहिँ मैले घरको अनि बाख्राको सबै धन्दाहरू सकाएर चाहिँ लागे खेततिर। खेतमा चाहिँ मल छर्दैछु साथीहरू। म यो युरिया छर्ने टाइम भयो नि त, 25 देखि 30 दिनभित्रमा युरिया छरिसक्नु पर्छ अरे भन्ने सुनेको मैले। त्यही भएर चाहिँ म युरिया छर्नतिर लागेँ। आज फेरि यस्तो घाम लाग्छ नि साथीहरू, कुरै छोडिदिउँ। अब यस्तो घाममा चाहिँ छर्नु पर्छ अरे भन्ने चाहिँ मैले सुनेको हुनाले म त्यही 12 बजेको घाममा नै युरिया छर्न पुगिहालेँ खेतमा। मैले चाहिँ फर्स्टचोटि हो यो खेती गर्न लागेको। अब यो खेती कसरी गर्छन् भन्ने कुरा मलाई थाहा छैन। माइतमा अलिअलि यताउति बाबा आमाले गरेको देखेर चाहिँ यस्तै हो जस्तो लाग्छ होइन, सिकेको। अब गरेको चाहिँ छैन, तर देख्न त धेरै देखियो। पहिलोचोटि यो पहिलो अनुभव पनि भयो र अब सिकाइ पनि हुँदै जान्छ नि त। अहिले राम्रो नभए पछि राम्रो हुँदै जाला नि होइन साथीहरू। दुःख गरेपछि पसिना बगाएपछि अवश्य राम्रो त भइहाल्छ जस्तो लाग्छ मलाई चाहिँ। अब के भनौँ अरू साथीहरू, हजुरहरूले चाहिँ मेरो भिडियोलाई लाइक सेयर अनि कमेन्ट सब्सक्राइब सबै गरिदिनु होला। हेर्नु साथीहरू कस्तो घाम लागेछ भनेपछि कुरै छोडौँ के। 12 बजेको घाम हो नि त, अनि लाग्नु त परिहाल्यो। मैले चाहिँ यसरी छर्दैछु खेतमा मल। अनि आज दिनभरिको भिडियो देखाउँछु ल, मैले के गर्छु कता जान्छु भनेर हजुरहरूलाई। अब पहिलो भिडियो हो, खासै बोल्न त म जान्दिनँ। अब बोलेकै छु तैपनि अब जान्दिनँ त भन्नु भएन, लाठी त होइन के अरे, जानेकै छु। अब के हुन्छ कस्तो हुन्छ हजुरहरूले सपोर्ट गर्नुपर्छ ल साथीहरू। मल हानेर छडेर सकाएपछि चाहिँ हामी चाहिँ दिनभरि आराम गऱ्यौँ र साँझको समय खाना बनाउने टाइम हुन्छ नि त, त्यति बेला चाहिँ एकदम शीतल हुन्छ। हामी त्यति बेला चाहिँ लाग्यौँ हाम्रो राधिका दिदीको घरतिर। हिजो चाहिँ राधिका दिदी हाम्रो घर आउनुभएको थियो। त्यति बेला चाहिँ उहाँले भन्नुभएको थियो कि भरे भोलिसम्म चाहिँ भैँसी ब्याउँछ होला भनेर भन्नुभएको थियो। त्यही भएर हामी पनि जाऊँ न त, भैँसी ब्यायो कि ब्याए छैन भनेर हेर्न आमा छोरा साइकलमा गुडुङडुङ पाराले गयौँ होइन त साथीहरू। त्यहाँ गएको त दाइले भैँसी दुधै हुनुहुँदो रहेछ, अनि मेरो भान्जाले चाहिँ झाडु लाउँदै हुनुहुन्छ। अनि भान्जाले जस काम चाहिँ गर्नुहुन्छ कि आजभोलि बर्खा लागेको साथीहरू, के गर्नु, भैँसी पालेको घरमा यस्तै हुन्छ, वस्तुभाउ पालेको घरमा त यस्तै हुन्छ, फोहोर अब के भन्नु, यताउता गर्दा अलिअलि भइहाल्छ होइन साथीहरू। अनि हामीले सोध्यौँ भैँसी ब्याएन त दिदी भनेको, नाइ भैँसी त ब्याए छैन भन्नुहुन्छ। अनि हिजो भरे भोलिसम्म ब्याउँछ भनेको होइन त भनेको तर ब्याएन भनेर भन्नुहुन्छ। उता भान्जाले चाहिँ मान्छेले ब्याउँछ भनेर ब्याउँछ नि खुब, त्यसको समय आएपछि ब्याउँछ भनेर भन्दै हुनुहुन्छ। अब त्यति गर्दा हामी चाहिँ छलफल गऱ्यौँ। भैँसी चाहिँ 2टा छ हाम्रो राधिका दिदीको। एउटा भैँसी चाहिँ दुहुनु छ भनेको, अब अर्को चाहिँ भरे भोलिलाई छ है त साथीहरू। अब हजुरहरू कसैलाई अब दुध चाहिन्छ भनेपछि लगाउने भैँसी चाहिँ हाम्रो राधिका दिदीलाई चाहिँ सम्पर्क गर्दा हुन्छ। राधिका दिदीको बुढाले चाहिँ दुध दोहेर ल्याइसक्नु भयो। अनि मेरो छोराले अब दुध देखिसकेपछि त अब कहाँ घर जान मान्छन् त नि। अब लगाइदिउँ भनेको दिनकै फेरि खान्नन्, कहिले बिराएर दिन बिराएर चाहिँ उनले खान्छन्। अनि अब खाने मन लागेको बेला नजिकै हुनुहुन्छ हाम्रो दिदी, गइहाल्छौँ हामी। भैँसी ब्याएको चाहिँ 10 महिना भइसक्यो साथीहरू, तर पनि अझै दुध दिँदैछ। बिहान पख चाहिँ यसले 3 लिटर 3.5 दिन्छ भने साँझ चाहिँ 2-2.5 दिन्छ भन्दै हुनुहुन्थ्यो। अब दुध आइसक्यो, त्यसपछि त पकाएर खाएर जानै पर्यो। दिदीहरूले चाहिँ मासु पनि ल्याउनु भएको रहेछ, अनि बसेर खाएर जाऊ भन्दै हुनुहुन्थ्यो। तर हामीले चाहिँ हामी चाहिँ मासु नखाने, दुध खाने भनेर भन्यौँ। दुध पाक्यो, खायौँ। त्यतिकैमा चाहिँ प्रकाशले भन्न थाले, माइजू यहाँ बेलौती पाकेछ, आउनु त सिडी समात्दिनु, म बेलौती टिप्छु भनेर। ए ल हुन्छ नि त जाम भनेर। त्यहाँको बेलौती फेरि मिठो छ कि साथीहरू। त्यही भएर हामी चाहिँ गयौँ बेलौतीको रुखतिर। बेलौतीको रुख त सानो रहेछ, तर बेलौती चाहिँ फलेका रहेछन्। अनि बेलौती टिप्नलाई चाहिँ मैले सिडी समातेँ, उहाँले चाहिँ टिप्न लाग्नुभयो। टिप्दा त के भयो साथीहरू, रुख नै भाँचियो भनेको हाँगा नै भाँचियो कि बेलौतीको त। अब हाँगा भाँचिएपछि त बाबाले गाली गरिहाल्नुहुन्छ। अब प्रकाशले चाहिँ भन्दैछन् कि यहीँ टालिदिनु पर्ला यो रुख, भाँचिएको रुख चाहिँ भनेर भन्दैछन्। खासमा चाहिँ साथीहरू म चाहिँ दिदीको घर जान्छु भनेर चाहिँ गएको होइन। म चाहिँ त्यहाँ एउटा छिमेकी गयो कि, छिमेकी भन्नाले अलि पर काका हुनुहुन्छ हाम्रो। त्यहाँको बाँस छ, बर्खा लाग्यो नि त, अब त तामा हुन्छ। त्यही भएर चाहिँ तामा टिप्ने भनेर गएको। काका हुनुहुन्न होला, आमाजु बुहारी गएर तामा टिपेर ल्याम्ला त नि भनेर गएको। तर काका त त्यही छेउमै घाँस काट्न लाग्नु भएको रहेछ। अनि मैले सोधेँ, काका तपाईँको तामा छ भनेको, नाइ छैन भनेर भन्नुभयो।
अब हामीले फेरि ख्यालटट्टा गर्छौँ है साथीहरू काकासँग, त्यही भएर चाहिँ हामी बोलेर सोधेर उ गरेको। अब त्यस्तो नहुँदा टिपे पनि केही माइन्ड गर्नुहुन्न। अनि सोधेपछि चाहिँ छैन भन्नुभयो। छ कि नै काका म हेरौँ भनेको, गएर हेर्नुहोस् न त, छैन भनेर भन्नुभयो। अब छैन भन्दा भन्दै अर्काको बाडीमा घुस्नु त भएन होइन साथीहरू। नदेखेर टिपेर ल्याएको कुरा फरक हो, भइ चाहिँ जिद्दी गरेर हेर्न गएको कुरा चाहिँ फरक हो के साथीहरू। त्यही भएर चाहिँ म इमान्दार भएर गएन। अनि त्यसपछि चाहिँ प्रकाशले यता पुरा घुम्टो ओढेर के गर्दै होलान्, आगो बाल्दैछन् साथीहरू। उनले चाहिँ हावा लागिरहेको थियो नि त, पानी पर्न लाग्छ, त्यही भएर चाहिँ दुध तताउनको तयारीको लागि आगो बाल्दै हुनुहुन्छ प्रकाशले। मेरो छोराले चाहिँ साइडबाट बसेर हेर्दैछ कसरी आगो बाल्ने भनेर। अनि एकछिनमा चाहिँ आगो बालेर सक्नुहुन्छ उहाँले। अनि हामीले दुध तताउँछौँ, खान्छौँ। मेरो छोराले हेर्न सासै नफेर गुटुक 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 खाएको फेरि। अनि दुध खुवाएर हामी चाहिँ घर फर्क्यौँ साथीहरू। खाना बनाएर खानु छ नि त होइन त साथीहरू। ल सबैजनाले मेरो पुरा भिडियो हेरिदिनु होला भन्न चाहन्छु ल साथीहरू।